प्रश्न नम्बर 1, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ आइस र दोस्रो चित्रमा रहेको छ सा। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ आइसा। प्रश्न नम्बर 2, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ झ र दोस्रो चित्रमा रहेको छ ल। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ झलक। प्रश्न नम्बर 3, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ टाप र दोस्रो चित्रमा रहेको छ सी। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ ताप्सी। प्रश्न नम्बर 4, तलको चित्र हेरेर फलको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ लप, दोस्रो चित्रमा रहेको छ प र तेस्रो चित्रमा रहेको छ सी। तीनैवटा चित्रहरू मिलाएर एउटा फलको नाम बन्छ लप्सी। प्रश्न नम्बर 5, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ 80 र दोस्रो चित्रमा रहेको छ मी। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ अस्मित। प्रश्न नम्बर 6, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ ई र दोस्रो चित्रमा रहेको छ सन। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ ईशान। प्रश्न नम्बर 7, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी र दोस्रो चित्रमा रहेको छ निशा। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ बिनिशा। प्रश्न नम्बर 8, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ कि र दोस्रो चित्रमा रहेको छ निका। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ किनिका। प्रश्न नम्बर 9, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ तिर र दोस्रो चित्रमा रहेको छ सना। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ तिर्सना। प्रश्न नम्बर 10, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ टी र दोस्रो चित्रमा रहेको छ लक। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ तिलक।